हेलो एन्ड नमस्ते सबैजनालाई। यो चाहिँ मेरो फर्स्ट भ्लग हो, त्यही भएर यस्तो थकाइ लागिरहेछ भाइ। खेतबाट आएको म चाहिँ, मम्मी चाहिँ माथि पुगिसक्यो गाइस। म एक्लै छु यता, यस्तो उकालो चढ्नुपर्छ गाइस। खेतमा त ढुङ्गा फाल्न आएको मम्मी र म, बाबा चाहिँ अब खेतमै हुनुहुन्छ। मम्मी माथि पुगिसक्यो गाइस। म त हिँड्न सकिरहेको छैन, त्यही भएर अलिक पछाडि छु होइन, पछि छु। माथि हिँड्न नै सकिरहेको छैन। अब थोरै भिडियो चाहिँ मेरो मम्मीसँग बनाउँछु नि गाइस। एकछिन पुरा मम्मी भेट्न सकिरहेको छैन। अब रोडमा चाहिँ भेट्छु होला मम्मीलाई। यस्तो छ जङ्गल, उकालो चढ्नुपर्छ। तलबाट आएको भेट्न सकिरहेको छैन अहिलेसम्म मम्मीलाई। मम्मी माथि पुगिसक्यो गाइस। म बल्ल बल्लै आइपुग्यो है। तपाईँले म हल्का हाम्रो खेतहरू पनि देखाउँछु। फाइनली गाइस, आउट बल्ल बल्ल रोडमा आइपुग्यो। मम्मी यता साइडमा हुनुहुन्छ। बल्ल बल्ल मम्मीलाई भेट्न लाग्यो। मम्मी माथि हुनुहुन्छ। हाम्रो एउटा कुकुर नै हुनुहुन्छ है मम्मीको पछि पछि। गाइस यस्तै छ त, हिँड्न सकिरहेको छैन। यस्तो खेतमा 3-4 महिनापछि आएको, यस्तो बिजोग छ मेरो। यति साह्रो नै हिँड्न सकिरहेको छैन। Finally now I meet my moms. मम्मी यता खटी हुनुहुन्छ। बल्ल बल्ल मेरो मम्मी यता हुनुहुन्छ। हिँड्न यस्तो गाह्रो भइरहेछ। गाइस अब चाहिँ म यति नै बनाउँछु भिडियो, चाहिँ बाँकी भिडियो फेरि अर्को भिडियोमा भेटौँ होला हामी। बाई एभ्रिवान।